नमस्ते, म अमृत सापकोटा, कुलुच नापोका रोमानियादेखि। तपाईहरुले मलाई धेरै सोध्नु भएको थियो टिकटक मार्फत, फोन मार्फत, मेसेज मार्फत भेटेर धेरै कुराहरु सोध्नु भएको थियो। सिंगल वर्क परमिट भनेको के हो भनेर। सिंगल वर्क परमिट भनेको मैले भेटेर भन्नी फोनमा भन्नी साथीहरुलाई चाहिँ मैले जानकारी गराइसकेको छु। सिंगल वर्क परमिट भनेको चाहिँ हामी जस्तो गैर युरोपियन नागरिकहरुलाई बनाएको युरोपियन युनियनद्वारा बनाएको एउटा नियम हो। यो नियमले चाहिँ के भन्दछ भनेपछि तपाईहरुले चाहिँ एउटा वर्क परमिटले चाहिँ तपाईहरुले त्यो कम्पनीमा 6 महिनासम्म मात्र काम गर्न पाउने। यदि तपाईहरुलाई त्यो कम्पनी चित्त बुझेन, कामको चाहिँ सेवा सुविधाहरु केही पनि चित्त बुझेन भने तपाईहरुले चाहिँ त्यो कम्पनी स्वतः तपाईको इच्छाले छोडेर चाहिँ अर्को कम्पनी आफै खोजेर काम गर्न पाउने एउटा नियम हो। यो चाहिँ नेपाल, भारत, बंगलादेश, पाकिस्तान यस्ता देशहरुको लागि चाहिँ हामी जस्तो नागरिकहरुलाई एकदम बेस्ट नियम बनाएको हो युरोपियन युनियनले चाहिँ। यसमा चाहिँ तपाईहरुले चाहिँ रोमानियामा बसिरहेको साथीहरुले चाहिँ 2026 जनवरी 1 तारिकबाट चाहिँ लागू भइसकेको छ र रोमानियामा बसेको साथीहरुले चाहिँ के बुझ्न आवश्यकता छ भने 2026 बाट चाहिँ लागू भयो, तर मान्यता चाहिँ प्राप्त भएको छैन अझै पनि। जहाँसम्म लाग्छ मेबाट चाहिँ रोमानियामा पनि मान्यता हुन्छ होला। तर अझै पनि म पुरानो साथीहरुसँग बुझ्दै छु। पुरानो साथीहरुले पनि यो कामको विषयमा चाहिँ सोधिराख्नु भएको छ। उहाँहरुले पनि काम चेन्ज गर्न खोजिराख्नु भएको छ। उहाँहरुको चाहिँ काम चाहिँ चेन्ज भयो, सफल भयो भने चाहिँ म फेरि पुनः अर्को भिडियो मार्फत चाहिँ म हजुरहरुलाई फेरि जानकारी गराउने छु। तपाईहरुले चाहिँ अहिले चाहिँ गरिराखेको कामलाई चाहिँ इमानदारपूर्वक जहाँ काम गर्नुभयो, जसरी काम गर्नुभयो त्यही गरिराख्नुस्। यदि काम चाहिँ 2026 जनवरी 1 लाग्यो, अब सिंगल वर्क परमिट लागू भयो भनेर तपाईहरु काम चाहिँ झ्याट्ट नछोड्नुस्। यदि छोड्नु नै छ भने रिलिज लिएर मात्र छोड्नु होला। अझै पनि यहाँ चाहिँ हामीहरु चाहिँ रोमानियामा बसोबास गर्ने साथीहरुले चाहिँ हामी रिलिज बिना चाहिँ अझै पनि हामीले केही गर्न सकिदैन। हैन, 1 वर्ष भयो 2 वर्ष भयो भनेर चाहिँ हुँदैन। रिलिज चाहिँ एकदम जुनसुकै कम्पनीले पनि राम्रो कम्पनीलाई चाहिँ काम गर्नको लागि रिलिजको अति आवश्यकता पर्दछ। अझै पनि रिलिज लिएर मात्र तपाईहरु काम परिवर्तन गर्नु होला। जहाँसम्म लाग्छ मेबाट चाहिँ यो सिंगल वर्क परमिट लागू हुन्छ होला। लागू भएपछि चाहिँ म पुरानो साथीहरुले चाहिँ कस्तो हुन्छ के हुन्छ म बुझ्छु र हजुरहरुलाई चाहिँ म पुनः अर्को भिडियो मार्फत पनि जानकारी गराउँदै छु। सिंगल वर्क परमिट आयो, रोमानियामा पनि भयो। जनवरी 1 तारिकदेखि 2026 जनवरी 1 तारिकदेखि लागू भयो भनेर आफूले गरिराखेको काम चाहिँ झ्याट्ट रिलिज नलिकन छोड्दाखेरि तपाईहरु पछि फेरि इलिगल पनि हुन सक्नुहुनेछ। त्यसैले चाहिँ सिंगल वर्क परमिट आयो भन्दैमा चाहिँ तपाईले आफूले गरेको काम चाहिँ नछोड्नु होला, घाम फाली नहाल्नु होला। यति भन्दै म नमस्कार।